हेलो हेलो। सॉरी। हेलो 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 हेलो। हेलो सर। ल आवाज आइरहेको छ होला है। ओके, हामीले क्वेसन के अरे हामी तपाईँको स्पेसल्ली गण्डकी प्रदेश विशेषको क्लासमा हामी छौँ यहाँ आज है। कस्तो नमिलेको होइन। ल लेखौँ त सबैजनाले क्वेसन्स लेख्नुहोस् है त। अब हामीले आज इस्टिमेटिङ एन्ड कस्टिङको गर्छौँ। इस्टिमेटिङ एन्ड कस्टिङको क्वेसन गर्छौँ आज। अब क्वेसन्सहरू यहाँबाट तपाईँहरूलाई एउटा क्वेसन सब्जेक्टिभमा एउटा क्वेसन त स्योर नै हो, 5 मार्क्समा एउटा क्वेसन मजाले काट्छ। त्यो क्वेसन्सलाई हामीले यहाँ के गर्छौँ त आज सल्भ गर्छौँ। कस्तो खाले क्वेसन्सहरू सोध्छ तपाईँहरूलाई त्यसको प्र्याक्टिस गर्छौँ। लेखौँ 1 नम्बर क्वेसन्समा एउटा सजिलो क्वेसन्स यसरी सोधिएको थियो अस्ति भर्खरै। डिफरेन्स डिफरेन्स बिट्विन प्रिलिमिनरी एस्टिमेट एन्ड डिटेल्ड इस्टिमेट भनेर यसरी क्वेसन्स आएको थियो। तपाईँहरूले 5 मार्क्समा क्वेसन काटेको थियो त ठिक छ नि। क्वेसन कति मार्क्समा थियो अरे? 5 मार्क्समा। क्वेसन के रहेछ त? डिफरेन्स बिट्विन प्रिलिमिनरी इस्टिमेट एन्ड डिटेल्ड इस्टिमेट भनेर क्वेसन काटेको थियो। यो प्रश्नको एन्सर तपाईँले दिनु पर्यो भने क्वेसन नम्बर 1को एन्सर भनेर यसरी स्टार्टिङ गर्ने। यसरी स्टार्टिङ गरिसकेपछि ठ्याक्कै अब डिफरेन्स बिट्विन गरिदिने है। अब यसको डिफरेन्सहरू छुट्याइदिने। ल क्वेसनले डिफरेन्स बिट्विन छुट्टा भनेको छ भने हामीले पनि डिफरेन्स बिट्विन नै छुट्याइदिने हो। दायाँ बायाँ अरू कुरा केही पनि गर्नु पर्दैन। जे मागेको छ त्यही कुराहरू देखाउने हो। नमागेको कुराहरू देखाइराख्नु पर्दैन है। ल लेखौँ यसको भित्र। इट इज द इनिसियल स्टेज अफ एस्टिमेट। यता इट इज प्रिपेयर्ड when preliminary estimate is approved from concerned authority। ठिक छ। लेखौँ अर्को एउटा पोइन्ट। इट इज डन फर एडमिनिस्ट्रेटिभ एप्रुभल। अर्को एउटा पोइन्ट लेखौँ। डिटेल्ड इस्टिमेटलाई चाहिँ अब हामीले यहाँनिर के गर्छौँ त भन्दाखेरि हेरौँ त यसलाई चाहिँ प्रशासनिक स्वीकृतिका कामहरू गर्नको लागि तयार पारिन्छ भने डिटेल्ड इस्टिमेटलाई चाहिँ किन हामीले चाहिँ प्रयोग गर्छौँ त? किन डिटेल्ड इस्टिमेटलाई चाहिँ हामीले तयार पार्छौँ भनौँ। लेखौँ। इट गिभ्स द इन्फर्मेसन एबाउट क्वान्टिटी अफ वर्क। ठिक छ नि। टिआइएमई टाइम। यसै गरी अर्को कुरा हेरिदिनुहुन्छ भने कस्ट इटिसी। लेखौँ। इट इज अल्सो कल्ड बजेट इस्टिमेट। यता लेखौँ। इट इज अल्सो कल्ड आइटम रेट इस्टिमेट।
अर्को एउटा पोइन्ट लेखिदिनुहुन्छ, लास्ट पोइन्ट लेखिदिउँ भने यो पोइन्ट लेखिदिनुहोस् है। इट रिक्वायर्ड prepared written norms specification design. It required to prepared के चाहिन्छ त यसको लागि चाहिँ यो एस्टिमेटले निकाल्नु पर्यो भने के आवश्यक पर्छ अरे भनिदिनुहोस् त साथीहरू। इट रिक्वायर्ड टु प्रिपेयर त्यो लोकलको के लोकल रेटहरू सिमिलर कन्स्ट्रक्सन यस सिमिलर कस्ट अफ प्रोपर्टी विच इज कहाँ हो त लोकालिटी लोकेटेड अन योर लोकालिटी। ल यसलाई सार्नुहोस् त सबैजनाले। यो प्रश्न एकदम तपाईँहरूलाई सोधिसकेको प्रश्न हो। हामीहरूले एउटा दुईटा तिनवटा चारवटा पोइन्टहरू हामीले यहाँ लेखिदिएका छौँ। चारवटा पोइन्ट लेखिदिनु भनेको इनफ पोइन्ट हो। सर पाँचका थोरै पाँचैवटा लेख्नुपर्छ। थोरै जुम आउट गरिदिनु न है। ल ठिक छ। ठिक छ सर। ल यो सार्दै गर्नुहोस् है, यो सारिसकेपछि भन्नुहोस् है। ठिक छ, सार्नुभयो तपाईँहरूले? सर भइसक्यो। सार्नु भएको छैन? ओके ल भइसक्यो है। भइसक्यो ओके सर। अब हेरौँ है त, एकदम मोस्ट इम्पोर्टेन्ट क्वेसन्स हो यो। क्वेसन्सलाई हामीले यहाँनिर हेर्नुहुन्छ भने क्वेसन्स हामीले के काटेको छ त भन्दाखेरि डिफरेन्स बिट्विन प्रिलिमिनरी इस्टिमेट एन्ड डिटेल्ड इस्टिमेट भनेर क्वेसन काटेको छ। यस्तो खाले प्रश्नहरूको एन्सर चाहिँ हामीले यहाँनिर धेरै लेखेर धेरै मार्क्स आउने भन्ने त्यो हुँदैन। लास्टको चाहिने पोइन्टको जति अलिकति कुराहरू बाँकी थियो, यो लाइन गएर हेर्नु न, अलिकति लास्टको पोइन्ट थियो, अलिकति बाँकी थियो थोरै, ल अलिकति ल ठिक छ। अलिकति माथि गरिदिनु सर प्लिज। ल ठिक छ नि त। ल भनेपछि एउटा कुरो के सम्झिनु पर्यो भन्दाखेरि यस्ता खाले प्रश्नहरू तपाईँलाई सोध्यो भने हामीहरूले धेरै पोइन्ट लेखेर धेरै राम्रो मार्क्स 5मा 5 ल्याउँछु भनेर चाहिँ नसोच्नु होला। तपाईँले मैले पहिलेको क्लासमा पनि बताइसकेको छु, 5 मार्क्समा 5 आउँदैन। 5मा आउने मार्क्स भनेको 3 मार्क्स धेरै गयो भने 3 हो, त्यसै गरी अझै धेरै गयो भने 3.5सम्म जान्छ भनेको मतलब तपाईँले सम्झिनु पर्यो। 70देखि 80% मार्क्स चाहिँ तपाईँहरूको क्वेसन्सको एन्सरले चाहिँ क्यारी गर्ने मार्क्स भनेको 70देखि 80% मार्क्स मात्रै हो। तर हामी त्यो 70देखि 80% मार्क्ससम्म चाहिँ हामी जाँदैनौँ। अहिले तपाईँले सम्झिनु पर्यो के त भन्दाखेरि मैले 50देखि 60% मार्क्स मात्रै ल्याएर सबै क्वेसन्स एटेम्प गर्न सकियो भने मेरो नाम निस्किन्छ स्योर भनेर सम्झिनु होला। अब यो प्रश्न सोधिसकेपछि सबैलाई थाहा छ यिनीहरूको बारेमा लेख्न त आउँछ, तर डिफ्रेन्स बिट्विन छुट्याउनु पर्ने हुन्छ हामीले। हेर्नुहोस् यहाँनिर के लेखेका छौँ भन्दाखेरि प्रिलिमिनरी इस्टिमेट सबैभन्दा अगाडि तयार पारिने इस्टिमेट हो अरे। तर डिटेल्ड इस्टिमेट कति बेला तयार पारिन्छ भन्दाखेरि जब तपाईँको त्यो प्रिलिमिनरी इस्टिमेट सम्बन्धित निकायबाट पारित भइसकेपछि मात्रै हामीले के गर्दा रहेछौँ, यसलाई तयार पार्दा रहेछौँ। भने चाहिँ एउटा कुरा सम्झिनु पर्यो के त भन्दाखेरि प्रिलिमिनरी इस्टिमेट भनेको यस्तो इस्टिमेट हो, कुनै पनि योजनाको बजेट पारित गर्नुपर्ने छ भने त्यति बेला प्रिलिमिनरी इस्टिमेटलाई चाहिँ ल्याएर हामीले काम गर्ने हो। कसरी चाहिँ यो प्रिलिमिनरी इस्टिमेटमा कस्ट निकालिन्छ त भन्नुहुन्छ भने
तपाईँको सम्बन्धित निकायमा अथवा सम्बन्धित क्षेत्रमा चाहिँ तपाईँको लोकालिटीमा सिमिलर प्रोपर्टीको कस्टसँग डिरेक्टली कम्पेरिजन गरेर आफ्नो प्रोपर्टीको कस्ट निकाल्ने इस्टिमेट भनेको प्रिलिमिनरी हो। त्यही भएर हामीले सबैभन्दा अगाडि तयार पारिने इस्टिमेट भनेका छौँ इट इज द इनिसियल स्टेज भन्यो भने यहाँ चाहिँ के भन्यो त साथीहरू, यसलाई चाहिँ यो इस्टिमेट पारित भइसकेपछि तयार पारिन्छ भनेका छौँ। अर्को कुरो, यो इस्टिमेट चाहिँ तपाईँको प्रशासनिक स्वीकृतिका लागि चाहिँ हामीले तयार पार्दा रहेछौँ। तर यो इस्टिमेटले चाहिँ के गर्दो रहेछ भन्दाखेरि क्वान्टिटी अफ वर्कको, टाइमको, कस्टहरूको बारेमा चाहिँ इन्फर्मेसन दिने काम गर्दो रहेछ। जस्तै हामीले मानिलिउँ 20 लाखको बजेट पारित भयो भने यो 20 लाखको चाहिँ हामीले के काम गर्ने त, जस्तै अर्थ हो कि एक्जिबिसन हो कि ब्रिक मेसनरी हो कि आरसिसी पिसिसी हो कि के हो त, त्यो कामहरू हामीले गर्नुपर्ने हुन्छ। हो त्यसको इन्फर्मेसन र त्यसमा लाग्ने समय, त्यो काम गर्दाखेरि लाग्ने समय र त्यो काम गर्दाखेरि लाग्ने कस्टहरूको बारेमा इन्फर्मेसन दिँदो रहेछ डिटेल इस्टिमेटले। अब हेरौँ त, यदि कुराहरू भइसकेपछि यो इस्टिमेटलाई हामीले बजेट इस्टिमेट पनि भन्छौँ अरे। हुन त यसका नामहरू धेरै नै छन्, बजेट इस्टिमेट छ, तपाईँको एप्रोक्सिमेट इस्टिमेट पनि छ, यसै गरी तपाईँको अब्स्ट्र्याक्ट अफ कस्ट इस्टिमेट भनेर पनि छ। नामहरू धेरै नै छन्, तर अहिले मैले यहाँ बजेट इस्टिमेट भने, यता चाहिँ मैले के भने भन्दाखेरि आइटम रेट इस्टिमेट पनि भनियो। ठिक छ, यो पोइन्ट तपाईँहरूलाई इक्जाममा सोधिसकेको छ। र अर्को कुरा हेर्दै जाँदाखेरि यो तपाईँको इस्टिमेटलाई चाहिँ हामीले तयार पार्नु पर्यो भने तपाईँको सम्बन्धित निकाय अथवा तपाईँको सम्बन्धित क्षेत्रमा तपाईँको लोकालिटीमा भएको कुनै एउटा प्रोपर्टीको सिमिलर कस्टको आधारमा हामीले कस्ट निकाल्छौँ भनेका थियौँ भने यो इस्टिमेट तयार पार्नको लागि चाहिँ इट रिक्वायर टु प्रिपेयर के चाहिँदो रहेछ त साथीहरू, सिमिलर कस्ट अफ प्रोपर्टी विच इज लोकेटेड अन यर लोकालिटी। तपाईँको समुदाय भएको त्यो प्रोपर्टीको सिमिलर कस्ट चाहिँ आवश्यक पर्दो रहेछ यसलाई तयार पार्दाखेरि। तर डिटेल्ड इस्टिमेट बनाउनका लागि चाहिँ के चाहिँदो रहेछ त भन्दाखेरि तपाईँको नर्म्सहरू चाहिँदो रहेछ, जिल्ला दर रेट चाहिँदो रहेछ, यसै गरी स्पेसिफिकेसन, विशिष्टीकरण अथवा विश्लेषणका कुराहरू चाहिँ, उल्लेखका कुराहरू चाहिँदो रहेछ र डिटेल डिजाइन चाहिँदो रहेछ। यी तिनवटा कुराहरू भयो भने बल्ल हामीले के गर्दा रहेछौँ त, डिटेल्ड इस्टिमेट तयार पार्न सक्दा रहेछौँ। हो, यो प्रश्न तपाईँहरूलाई इक्जाममा सोधिसकेको छ। कसैलाई केही समस्या छ भने तपाईँहरूले भन्न सक्नुहुन्छ। यो प्रश्न एकदमै मोस्ट इम्पोर्टेन्ट, इक्जाममा सोधिसकेको प्रश्न हो। कसैलाई केही समस्या छ यो प्रश्नमा? बुझ्यो? हजुर सर, बुझ्यो सक्यो। ल, अब यति कुराहरू भइसकेपछि हामी जान्छौँ अब नेक्स्ट क्वेसनतर्फ। नेक्स्ट क्वेसन के छ त भन्नुहुन्छ भने, क्वेसन चाहिँ यस्तै छ, मोस्ट इम्पोर्टेन्ट क्वेसन्स हो। तपाईँहरूलाई यहाँनिर यसरी आइदिन सक्छ, वाइ एस्टिमेट इज क्रुसियल इन एस्टिमेसन भनेर 2.5 मार्क्समा क्वेसन काटिदिन सक्छ। अथवा तपाईँहरूले यही प्रश्नसँग अझ 5 मार्क्सको क्वेसन बनाउने हो भने यसमा अर्को क्वेसन पनि आइदिन सक्छ। त्यो क्वेसनलाई मैले अरमा बनाइदिन्छु। अरमा क्वेसन के आउँछ भने, वाइ एस्टिमेट एन्ड रेट एनालाइसिस इज क्रुसियल इन एस्टिमेसन भनेर तपाईँहरूलाई यो 5 मार्क्समा यो प्रश्न सोधिन सक्छ। मोस्ट इम्पोर्टेन्ट प्रश्न साथीहरू, इक्जाममा सोधै गर्छ। रेट एनालाइसिस भन्ने एउटा यस्तो टपिक हो जुनबाट त क्वेसन यति धेरै सोधेको छ, यही कुरै नगरौँ है। ल, अब हामी जान्छौँ क्वेसन नम्बर 2 लाई सल्भ गरिदिउँ न, होइन त? क्वेसन नम्बर 2 को एन्सर लेखिदिउँ। क्वेसन नम्बर 2 भइसकेपछि क्वेसन नम्बर 1 त भइ नै हाल्यो। र एउटा कुरो ध्यान दिनु होला, तपाईँले मैले एउटा कुरा बताएँ, के कुरा हो भन्दाखेरि क्वेसन्समा यदि वाइ भनेर आयो रे, जेसुकै बनोस्, वाइ एस्टिमेट, वाइ डेडलाइन्स इज प्रिपेयर्ड, वाइ एस्टिमेट डेडलाइन्स इज नेसेसरी, वाइ यसको इम्पोर्टेन्स, यो कुराहरूसँग इम्पोर्टेन्स सोध्दैछ कि नेसेसरी सोध्दैछ कि पर्पोज सोध्दैछ, त्यो कुरासँग मलाई कुनै पनि सरकार छैन। तर क्वेसन्समा तपाईँको WHY भन्ने कुरो आउने बित्तिकै तपाईँहरूले सम्झिनु होला, वाइ भनिसकेपछि मैले लेख्ने एन्सर भनेको नै उद्देश्य हो भनेर सम्झिनुहोस्। वाइ पछि के आयो मलाई थाहा छैन, ए आउँछ कि बी आउँछ, जेसुकै आओस् मलाई मतलब भएन। तर तपाईँको एन्सर चाहिँ त्यहाँ डेलिभर के हुनु पर्यो भन्नुहोस् त एकचोटि, एन्सर डेलिभर के हुनु पर्यो रे? अब्जेक्टिभ हो, अब्जेक्टिभ, उद्देश्यहरू चाहिँ त्यहाँ के हुनु पर्यो त, उल्लेख हुनु पर्यो है। कुरो बुझ्यो होइन त? अब क्वेसनले वाइ एस्टिमेट इज मोस्ट इम्पोर्टेन्ट इन एस्टिमेसन भनेर सोध्यो, ठिक छ नि? ओहो सरले त हामीलाई इम्पोर्टेन्ट पढाएको छैन भनेर चाहिँ यहाँ हामीले गाली गर्दै बस्ने होइन। क्वेसनले त एउटा सोधो, तर तपाईँले के एन्सर दिने भन्ने कुरा चाहिँ थाहा पाइराख्नुपर्ने हुन्छ तपाईँहरूलाई। किन इम्पोर्टेन्ट छ भन्दाखेरि यसले यो काम गर्छ भनेर लेखिदिने हो, भइहाल्यो, होइन त? त्यसो भए हामी उसलाई क्वेसन सोधेको छ, एस्टिमेट र रेट एनालाइसिस किन क्रुसियल छ भनेको छ। क्रुसियल भनेको इम्पोर्टेन्ट हो है, यसको अनदर नेम भनेको, क्रुसियलको अनदर नेम इज के हो त साथीहरू, इम्पोर्टेन्ट हो। त्यसो भए लेखौँ त, जसमा चाहिँ
वाइ इस्टिमेट इज लेखेको छ भने लेखौँ त इस्टिमेट इज, यसको स्टार्टिङमा लेखेँ मैले, अब स्टार्टिङ त गर्नु पर्यो। इस्टिमेट इज क्रुसियल इन estimation because of following reason। ल हेर्नुहोस् त, एस्टिमेट इज क्रुसियल इन एस्टिमेसन बिकज अफ फलोइङ रिजन। फलोइङ रिजनको कारणले गर्दा अथवा फलोइङ रिजनहरूको कारणले गर्दा तपाईँको यहाँनिर चाहिँ के रहेछ त साथीहरू, एस्टिमेट चाहिँ किन क्रुसियल छ भन्ने कुरा चाहिँ हामीले तल चाहिँ उल्लेख गरिदिएका छौँ भनेर भनेका छौँ। त्यसो भए अब 1 नम्बरमा लेखौँ साथीहरू, टु फाइन्ड द, अथवा यसको इम्पोर्टेन्स के त भन्दाखेरि इट फाइन्ड लेखौँ न, इट फाइन्ड अर्को दोस्रोमा लेखौँ टाइम अफ वर्क कम्प्लिट, टाइम अफ वर्क कम्प्लिट, वर्क कम्प्लिट। ल अलिकति सानो गरेँ। अर्को एउटा पोइन्ट लेखिदिनुहुन्छ भने इट फाइन्ड द क्वान्टिटी अफ वर्क रिक्वायर्ड मेटेरियल, अथवा क्वान्टिटी अफ वर्क मात्र लेखिदिउँ न, मेटेरियल सेटल गोली मारो, फुल स्टप लेखौँ, ठिक छ नि। अर्को चौथो नम्बरमा के हुनसक्छ साथीहरू, इट कन्ट्रोल ल अब यति कुराहरू भइसकेपछि हामीहरूले यहाँ हेर्नुहोस् त, यो क्वेसन तपाईँको 2.5 मार्क्समा सोधिएको प्रश्नका लागि 5-7वटा पोइन्ट लेखेर जाने होइन है, 4वटा पोइन्ट लेख्ने हो। समय म्यानेज गर्ने हो तपाईँहरूले, समय म्यानेज गर्न सक्नु भएन भने काम छैन। अब अर्को कुरो, हामीलाई क्वेसन्सले अर्को के क्वेसन काटेको छ भने त्यसरी तपाईँको यहाँनिर पार्ट 1 र पार्ट 2 लेख्ने होइन, यसको एन्सर सकियो। अब अर्को लेखौँ त, रेट एनालाइसिस इज in estimation because of following reason। लेखौँ आई नम्बरमा इट फाइन्ड द, अन्त इट डिटरमाइन लेखौँ न, फाइन किन लेख्नु है, इट डिटरमाइन द आइटम रेट of any ल युनिट रेट भनिदिउँ न, यहाँ बरु युनिट रेट अफ एनी आइटम वर्क भनिदिँदा अलि राम्रो होला। ल आइटम वर्क हुन त केही फरक परेन। अर्को एउटा तपाईँको 10 लेखिदिनुहुन्छ भने लेखौँ त साथीहरू, यो यता यो सारिसक्नुभयो, यो सारिसक्नुभयो होला है। हजुर सर भइसक्यो। ल यता लेखौँ है त, अब लेखौँ त साथीहरू, इट एक्जामिन द टेन्डर भ्यालिडिटी रेट। अर्को इट वर्क आउट अन एक्चुअल कस्ट। अर्को हेर्दै जाँदाखेरि लेखौँ यसमा, इट फिक्स द लेबर कन्ट्र्याक्ट रेट। ल सार्नुहोस् त सबैजनाले, 5 मार्क्समा यति लेख्दाखेरि कति समय चाहिँ हामीले यहाँ इन्भेस्ट गरेका छौँ त, यो कुरा थाहा हुनु पर्यो। हेर्नुहोस् त साथीहरू, 23 मिनट भयो, 23 मिनटमा हामीले यहाँनिर 2वटा क्वेसन लेखिसकेका छौँ। भनेको मतलब बुझ्न तपाईँलाई 10 मिनट 15 मिनट लाग्यो होला, आफ्नो ठाउँमा छ। अब हामीले यहाँनिर तपाईँलाई साधन दिँदाखेरि 2-3 मिनट मैले दिएँ होला। भनेको एउटा क्वेसन सल्भ गर्नको लागि विथिन 5 मिनटभित्र सल्भ गरिसक्नुपर्ने हुन्छ। धेरै लेखेर धेरै मार्क्स आउने चाहिँ होइन, थोरै लेख्ने तर राम्रो लेख्नुहोस् है त। यो भइसकेपछि धेरै राम्रो मार्क्स आउँछ। ल यसलाई मजाले सार्नुहोस् त तपाईँहरूले, अनि सारिसकेपछि यसको
त्यसको बारेमा चाहिँ मैले तपाईँहरूलाई यहाँनिर डिस्कस गराउँछु है त। सर भइसक्यो। सबैजनाको भएको हो? थोरै बाँकी छ सर सर। भइसक्यो। ल सबैजनाले सार्नुभयो? स्क्रिनसट नहुने भएको हो र खै थाहा भएन नि हजुर। हुँदो रहन्छ। ल सबैले सार्नुभयो नि? त्यो मेन त सार्नुभयो नि होइन? हजुर सर हजुर। ल अब यदि कुराहरू भइसकेपछि क्वेसन्सले हामीले सोधेको छ के त भन्दाखेरि वाइ रेट एनालाइसिस एन्ड इस्टिमेट इज क्रुसियल इन इस्टिमेसन भनेर क्वेसन काटेको छ। भोलिको दिनमा यही प्रश्नलाई काट्नु पर्यो भने वाइ इस्टिमेट एन्ड रेट एनालाइसिस इज प्रिपेयर्ड भनेर क्वेसन काटिदिन सक्छ। अब तपाईँहरूले यहाँनिर चाहिँ क्वेसन जेसुकै सोधोस् इन इस्टिमेसन रेट एनालाइसिस इज प्रिपेयर्ड फर द पर्पोज अफ भनेर लेखिदिने, ठिक छ नि, बिकज अफ भनेर लेखिदिने। जेसुकै होस् स्टार्टिङ गर्न चाहिँ जान्नु पर्यो। किन तयार पारिन्छ त भन्दाखेरि किन तयार पारिन्छ त यो कारणले हो भनेर भनिदिने। के भन्नु पर्यो? इन इस्टिमेसन यदि वाइ इस्टिमेट रेट एनालाइसिस प्रिपेयर्ड भनेर क्वेसन आयो भने लेख्नु पर्यो इन इस्टिमेसन रेट एनालाइसिस इज प्रिपेयर्ड फर फलोइङ रिजन अथवा बिकज अफ फलोइङ रिजन भनेर भनिदिनु। अनि त्यसपछि स्वाट लाएर पोइन्ट लेखिदिनुहोस्। अब भन्नु होला सर 4वटा मात्रै पोइन्ट लेखिदिनु भयो, 4वटा मात्रै पोइन्ट लेखेर हुन्छ त भन्नु होला। 4वटा पोइन्ट लेख्यो भने पुग्छ हामीलाई मजाले, किनकि यति लेख्न तपाईँले 5 मिनट भन्दा तपाईँले 6-7 मिनट लाउनुहुन्छ। र अर्को कुरो अहिले हामीले यहाँ के सिक्दैछौँ भन्दाखेरि क्लासको कोर्स सिकिरहेका छैनौँ, यहाँ चाहिँ कसरी तपाईँको सब्जेक्टिभ क्लासेसलाई चाहिँ क्र्याक गर्ने भन्ने कुरा सिकिरहेका छौँ। हो त्यही कुरा हामीले सिक्नको लागि चाहिँ हामीले के गरेका छौँ त थोरै पोइन्ट लेख्यौँ। एउटा कुरो सम्झिने होला 5 मार्क्सको क्वेसन्सलाई 5 मिनटभन्दा माथि लगाएर तपाईँले क्वेसन सल्भ गरिराख्नु भएको छ भने तपाईँले अहिलेदेखि नै त्यो माइन्डबाट त्यो कुरा निकालिदिनु होला। एउटा क्वेसन्स मैले 5 मार्क्सको लागि 5 मिनट लगाएर चाहिँ सल्भ गर्छु भनेर सम्झिने। एउटा कुरो ध्यान दिएर सुन्नु होला, यो इन्फर्मेसन एकदमै मोस्ट इम्पोर्टेन्ट छ। यो इन्फर्मेसन तपाईँहरूको लागि मोस्ट इम्पोर्टेन्ट आवश्यक पर्ने इम्पोर्टेन्ट के अरे तपाईँको इन्फर्मेसन हो। यो इन्फर्मेसनलाई तपाईँहरूले आफ्नो लाइफमा र इक्जाम दिँदाखेरि इक्जाम हलमा तपाईँले यो इन्फर्मेसनलाई आफूमा चाहिँ इम्प्लिमेन्ट गर्नुभयो भने यसले धेरैभन्दा धेरै तपाईँहरूलाई चाहिँ फाइदा दिनेवाला छ। तपाईँको यो इन्फर्मेसन के हो त भन्दाखेरि तपाईँले एउटा सर्ट क्वेसनलाई सल्भ गर्नु छ भने है सर्ट क्वेसनलाई 5 मिनटभित्र सल्भ गर्नु होला, लङ क्वेसनलाई तपाईँले यहाँनिर 10 मिनटमा सल्भ गर्नु होला। अनि भन्नु होला सर यो त भयो भने त बाँकी त केही न केही समय रहन्छ होला। समय रहन्छ, मजाले बाँकी रहन्छ। समय कसरी बाँकी रहन्छ? 12 × 5 गर्दाखेरि 12 × 5 = 60 भयो। 1 घन्टा त सर्ट क्वेसन गर्नै जाँदो रहेछ। त्यसो भए लङ क्वेसन 4वटा छ, 4 × 10 गर्दाखेरि कति हुन्छ त? यो 40 मिनट भयो। भनेपछि 1 घन्टा 40 मिनट सकियो। तर तपाईँहरूसँग इक्जाम दिने समय भनेको कति घन्टा हो त साथीहरू? 2 घन्टा 15 मिनट हो। भनेपछि यहाँबाट 20 मिनट उताबाट 15 मिनट भनेपछि 35 मिनट होइन त साथीहरू? 35 मिनट तपाईँहरूसँग बाँकी रहन्छ। अब भन्नु होला सर बरु यो 35 मिनट त ऊ त्यहाँ बरु लगाउँदा ठिक होला नि, 5 को ठाउँमा 7 लगाइदिउँ न भन्नु होला। हो लाउन मिल्छ, यसरी पनि गर्न पाइयो, तर म यसरी नगर्नुहोस् भन्छु। सर्ट क्वेसन्स 5 मिनटमा मानिलिउँ इक्जाम्पल दिए यो एउटा क्वेसन्स गर्दा गर्दै यति लेख्न तपाईँलाई 5 मिनट लाग्छ, तर आउन चाहिँ आउँछ, अरू पोइन्ट लेख्न पनि आउँछ तपाईँहरूलाई, ठिक छ नि, अरू पोइन्ट लेख्न पनि आयो। तर तपाईँहरूसँग के भयो त भन्दाखेरि समय हेर्दै जाँदाखेरि 4वटा पोइन्ट लेख्दा लेख्दै 5 मिनट सकियो भने तपाईँ त्यहीँनिर फुल स्टप लगाएर नेक्स्ट क्वेसनमा जानु होला। अब फुल स्टप लगाएर नेक्स्ट क्वेसनमा जानु होला भनिसकेपछि त अब यो बाँकी रहेको 35 मिनटलाई के गर्नु त भनेर भन्नु होला तपाईँहरूले। हो अब फुल स्टप लगाइसकेपछि तपाईँहरूले यसरी अब क्वेसन नम्बर 2 को एन्सर दिने चाहिँ होइन, बुझ्नुभयो नि? यहाँनिर के गर्ने हो त फुल स्टप लगाइसकेपछि थोरै ग्याप छोडिदिने। यति ग्याप छोडिदिनु भयो भने अब क्वेसन नम्बर 2 को एन्सरतिर जानु होला। क्वेसन नम्बर 2 को एन्सर लेख्नतिर जाने। अब हेर्नुहोस् त अघि तपाईँहरूले यहाँनिर क्वेसन नम्बर 1 को एन्सरमा 5-6वटा पोइन्ट लेख्न चाहिँ सक्नुहुन्थ्यो, तर 5 मिनटमा सक्नु भएको थिएन। तर तपाईँले यहाँनिर 4वटा मात्रै पोइन्ट लेख्नु भएको थियो भने अब सबै क्वेसन्स तपाईँले यो समयमा सकाइहाल्नु भयो रे। यो समयमा तपाईँको 60 मिनट चालिन सकाउनु भयो। अब बाँकी रहेको 35 मिनट तपाईँहरूले अब सबै तपाईँका 16वटा क्वेसन्सलाई दिँदै जाने। 16 दूना 32, एक क्वेसनलाई 2 मिनट दिँदै जानुहोस्। भनेपछि 2 मिनटमा त अब तपाईँहरूले यहाँ कति थप्ने मन थियो त थप्न पाइयो नि, होइन त? थप्न पाइयो, मजाले यहाँ चाहिँ थप्नु होला। जसले गर्दा तपाईँको यहाँनिर क्वालिटी र क्वान्टिटी दुइटै यहाँनिर के हुँदो रहेछ त मेन्टेन हुँदो रहेछ। अब भन्नु होला तपाईँहरूले यहाँनिर सर यो त सबै कुरा त ठिकै भयो,
यदि भोलिको दिनमा मैले यहाँ लेख्दा लेख्दै यो क्वेसन्सको एन्सर लेख्न सकिनँ भने त ठुलो ग्याप देखिन्छ होला नि सर भन्नु होला। ठुलो ग्याप देखिँदा केही फरक परेन, तर तपाईँको एन्सर चाहिँ त्यहाँ सही छ कि गलत छ भन्ने कुराले म्याटर गर्ने हो। 4 लाइन छोडेर क्वेसन नम्बर 2 को एन्सर लेख्दाखेरि केही गलत हुँदैन। हेर्नुहोस् त, समय तपाईँसँग बाँकी नै रहेन भने एटलिस्ट 4वटा क्वेसन त तपाईँ के अरे 4वटा पोइन्ट त तपाईँले लेख्नु भएको छ नि, यसैबाट तपाईँले मार्क्स पाउनुहुन्छ नि, होइन? 2 मिनट पाउनु भएको छ भने त यहाँ मजाले लेख्न सक्नुहुन्छ, राम्रो मार्क्स आउन सक्छ। क्वालिटी र क्वान्टिटी मेन्टेन गर्ने मन छ भने यो टेक्निक, यो ट्रिकलाई फलो गर्नु होला। सबैजनालाई चाहिँ एकदमै यो फाइदाजनक हुनेवाला छ। ठिक छ साथीहरू? ल, अब यति कुराहरू भइसकेपछि हामी जान्छौँ नेक्स्ट क्वेसनतर्फ है। यो क्वेसनले भनेको छ एस्टिमेट किन क्रुसियल छ भन्दाखेरि यसले अनुमानित रकम निकाल्छ। यसले अनुमानित रकम निकाल्ने भएको कारणले गर्दा यो एकदमै महत्त्वपूर्ण भएको छ। अर्को कुरो, यसले चाहिँ त्यो कामलाई कति समयभित्र सकाउने भन्ने कुराको बारेमा पनि अनुमान गर्ने काम गर्दो रहेछ। जस्तै कुनै पनि योजना घर बनाउनु, रेसिडेन्टल बिल्डिङ बनाउनु पर्यो भने 6 देखि 9 महिनाभित्र घर बनाइसक भन्छ। त्यो 6 देखि 9 महिना इज अ बेस पिरियड। द्याट बेस पिरियड इज अ टाइम विच इज क्यालकुलेटेड फ्रम इस्टिमेट है त साथीहरू, अथवा विच इज एनालाइज भनौँ न, क्यालकुलेट भन्दैन, विच इज एनालाइज फ्रम कहाँबाट रहेछ त? इस्टिमेटबाट रहेछ। अब एस्टिमेसनबाट रहेछ। र अर्को कुरो हेर्दै जाँदाखेरि यसले चाहिँ के गर्दो रहेछ भन्दाखेरि क्वान्टिटी अफ वर्कको बारेमा पनि के गर्दो रहेछ त? पत्ता लगाउँदो रहेछ। जस्तै अर्थवर्क इन एक्जिबिसनको क्वान्टिटी कुनै एउटा ठाउँमा चाहिँ फाउन्डेसनको काम गर्दाखेरि अर्थवर्क इन एक्जिबिसनको टोटल क्वान्टिटी कति हुनसक्छ त? 30 घनमिटर हुनसक्छ अरे। तर साँच्चै के हो कि होइन थाहा छैन, तर अनुमान गरियो। अर्को कुरो के रहेछ भन्दाखेरि एक्स्ट्रा खर्चहरूलाई पनि न्यून गर्ने काम गर्दो रहेछ। जस्तै तपाईँहरूले मानिलिउँ तपाईँहरूसँग अहिले 2000 रुपिस छ, फर द पर्पज अफ कसको लागि त भन्दाखेरि एउटा ज्याकेट किन्नको लागि 2000 रुपिस राख्नु भएको छ भने कोही साथी आएर तपाईँले त्यो 2000 रुपियाँ खाइदिउँ न भन्यो भने तपाईँ खानुहुन्छ त? खानु हुँदैन नि। किन खाइन्न भन्दाखेरि त्यो 2000 रुपिस चाहिँ मैले कुनै एउटा काम गर्छु भनेर छुट्याइसकेको एमाउन्ट हो। तर साँच्चैकै 2000 को ज्याकेट आउन पनि सक्छ, नआउन पनि सक्छ भनेको। तर तपाईँले त्यो रकम छुट्याउनु भएको छ भने त्यहाँ छुट्याएको रकम इज अ इस्टिमेट एमाउन्ट हो। त्यही भएर त्यो इस्टिमेट एमाउन्टै तपाईँले खर्च गर्न चाहिँ मान्नु भएन। किन भन्दाखेरि हामीले त्यो पैसाको पूर्व अनुमान गरिसकेका छौँ फर द पर्पज अफ कुनै एउटा स्पेसिफिक कामको लागि। त्यस्तो कारणले त्यो तपाईँको कामको लागि छुट्याएको रकमलाई एक्स्ट्रा खर्चमा चाहिँ हामीले यहाँनिर चाहिँ एड गर्न सक्दैनौँ। भनेको मतलब एक्स्ट्रा खर्चलाई पनि कन्ट्रोल गर्ने काम गर्दो रहेछ इस्टिमेटले। अर्को कुरो लेखेका छौँ, रेट एनालाइसिस किन इम्पोर्टेन्ट छ त भन्दाखेरि रेट एनालाइसिसको बारेमा तपाईँहरूले बुझ्नु पर्यो। रेट एनालाइसिस भनेको चाहिँ कुनै पनि आइटम वर्कको युनिट रेट निकाल्ने प्रक्रियालाई हामीले रेट एनालाइसिस भन्छौँ, जसलाई दर विश्लेषण पनि भनिन्छ। रेट एनालाइसिस भनेको के रहेछ त साथीहरू? कुनै पनि आइटम वर्कको युनिट रेट निकाल्ने प्रक्रियालाई रेट एनालाइसिस भनिन्छ। र रेट एनालाइसिसको मुख्य उद्देश्य नै त्यसको डिफाइन हो। र अर्को कुरो, रेट एनालाइसिस तयार पार्नुको अर्को उद्देश्य चाहिँ के हो भन्दाखेरि तपाईँहरूले टेन्डरिङको लागि कुनै एउटा टेन्डरको लागि चाहिँ काम गर्ने हो अरे, टेन्डर हाल्ने भनेर निर्णय गर्नुभएको थियो अरे। त्यो टेन्डर हाल्नको लागि त त्यसमा तपाईँले फलानु काम यति रुपिसमा गर्ने भनेर राख्नुभएको होला। तपाईँको जिल्ला दरै त वर्ष वर्षमा चेन्ज हुन्छ नि। असार मसान्त आयो, नयाँ बजेट आयो, नयाँ बजेट भाषण आयो। अस्ति भर्खरै बजेट भाषण हुँदाखेरि अहिले हेर्नुहोस् महँगी बढेर हेर्नुहोस्, ओहो छुइ नसक्नु छ। भनेको मतलब अब त्यो तपाईँको जुन के छ त साथीहरू, टेन्डरको लागि राखेको रेटको भ्यालिडिटी समय कहिलेसम्म छ भन्ने कुराको पनि चेक जाँच गर्दो रहेछ रेट एनालाइसिसले। र यसले निकाल्ने युनिट रेट पनि के हुँदो रहेछ त? एक्चुअल कस्ट हुँदो रहेछ। एक्चुअल कस्ट निकाल्नको लागि पनि यो हामीलाई चाहिरहेको हुन्छ। र लेबरहरूलाई दिने रेटलाई पनि फिक्स गर्ने काम गर्ने भएको कारणले गर्दा त्यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। यसमा कसैलाई केही समस्या छ? छैन सर। छैन है। ल, रेट एनालाइसिस र इस्टिमेटको इम्पोर्टेन्स, पर्पोज, एडभान्टेज, मेरिट्सहरू के रहेछ भन्ने कुरा तपाईँहरूले थाहा पाउनुभयो। अब हामी जान्छौँ नेक्स्ट एउटा क्वेसनतर्फ। तपाईँहरू यहाँ कतिजना विद्यार्थी हुनुहुन्छ म यसो हेरेँ ल। ओके, यहाँ धेरैजना विद्यार्थी छौँ। ल, अब तपाईँहरूलाई चाहिँ म आज एउटा एउटा मात्रै त्यसको एन्सर लेखाएर पुग्दैन क्या। त्यही भएर मैले चाहिँ यसको इन्फर्मेसन तपाईँहरूलाई म यहाँ दिन्छु। तर तपाईँहरूले आज चाहिँ मलाई यसको एन्सर पठाउनु चाहिँ पर्छ है। यता फेसबुकतिर जोडिनुभएका साथीहरू र यसै गरी यतातिर हाम्रो क्लास लिइराख्नुभएका जुन यो गण्डकी विशेषको क्लास जुन लिइराख्नु भएको छ, सब्जेक्टिभ बेस्ड क्लास जुन लिइराख्नुभएका साथीहरू हुनुहुन्छ, तपाईँहरूले पनि पठाउनु होला। पठाउनु भयो भने धेरै राम्रो, पठाउनु भएन भने पनि धेरै राम्रो। किन भन्दाखेरि पढ्नु भएन भने त अर्को साथीहरूलाई चाहिँ कम्पिटिसन गर्न सजिलो भयो नि त। अर्को फ्याटा नाम निस्किहाल्छ, तपाईँको निस्किँदैन भने फाइदै फाइदा छ। आफ्नो फाइदा गराउने कि अरूको फाइदा गराउने है। अब हेरौँ, क्वेसन यसरी आइदिन सक्छ। क्वेसनलाई यसरी टिप्नु होला। क्वेसन चाहिँ यस्तो छ है।
prepare the specification for plastering work in exterior wall where exterior brick wall भनौँ न, जे पनि हुन सक्छ। अहिले मैले brick wall भने where the total area of wall is 10 meter square and thickness is 12 mm at the ratio of 1:4 भनेर सोध्यो अरे। यो प्रश्न तपाईहरूलाई एकदमै इक्जाममा यति धेरै सोध्छ। यदि अलिकति अप्ठ्यारो एस्टिमेटिङ एन्ड कस्टिङबाट अलिकति अप्ठ्यारो क्वेसन्स काट्नु पर्यो, हुन त सजिलै क्वेसन नै आउँछ एस्टिमेटबाट, तर अप्ठ्यारो क्वेसन्स बनाएर तपाईँहरूलाई झुकाउनु पर्यो, तपाईँको समयलाई चाहिँ वेस्ट गर्नु पर्यो भने यस्तो खाले क्वेसन आइदिन सक्छ। अब अहिले त म यसको एन्सर लेखाइदिउँला, तर भोलिको दिनमा कन्स्ट्रक्सन साइटमा गरिने जुन कामहरू छन् घाटमा गनेर साध्य छैनन् हजुर, अथाह छन्। जस्तै सुरुको काम अर्थवर्किङ एक्जाभेसन, ब्रिक मेसनरी, स्टोन मेसनरी, ठिक छ नि, आरसिसी पिसिसीका कामहरू, फ्लोरिङका कामहरू, अर्थवर्क तपाईँको यहाँनिर हेर्दै जाँदाखेरि तपाईँको इलेक्ट्रिक वायरिङका कामहरू, ठिक छ नि, ग्लेजिङका कामहरू, पाइल ड्राइभिङका कामहरू, वेल सङ्किङ, यति धेरै काम छ नि पुरै नगरौँ। सबै कामको यहाँ हामीले स्पेसिफिकेसन तयार पार्न चाहिँ हामीले सक्दैनौँ। हो त्यही भएर यो प्रश्नको एन्सर चाहिँ तपाईँहरूले आज बेलुकासम्म मलाई पठाउनु चाहिँ पर्छ है। मैले यहाँ भोलि मेरो क्लास हुन्छ, भोलि क्लास हुँदाखेरि यदि तपाईँहरूले यहाँनिर चाहिँ त्यसको एन्सर यदि मलाई पठाइदिनु भएन, फेसबुकतिर जोडिनुभएका साथीहरूलाई त म के भन्न सक्छु, जस पठाउनु होला। तर तपाईँहरू जुन साथीहरूले पैसा तिरेर जुन यो क्लास लिइराख्नु भएको छ, तपाईँहरूले चाहिँ यसको एन्सर चाहिँ पठाउनुहोस् है। यदि पठाउनु भएन भने भोलि तपाईँहरूले चाहिँ यो क्लास एस्टिमेटिङ एन्ड कस्टिङ अथवा अरू अन्य टपिक मेरो क्लास चाहिँ तपाईँले लिन पाउनु चाहिँ हुँदैन है त। यो चाहिँ मैले लेखेरै दिएँ। अब भन्नु होला ओहो मेरो त सर म क्लास आएको थिएन छुटेँ सर, नभन्नु होला। 5-10 मिनट जति मैले यहाँ छलफल गर्छु, तपाईँहरूसँग गफसप गरेर चाहिँ मैले यहाँ हेर्छु कतिजना छ, म अहिले हेरेर जान्छु। भोलि त्यतिजनाको एन्सर चाहिँ त्यहाँ चाहिँ डेलिभर हुनु पर्यो र नाम टिपेर आउँछु। जसको एन्सर छ त्यसले पढ्न पायो, जसको छैन त्यसले पढ्न पाएन। किन भन्दाखेरि क्लास बसेर के काम त, के काम छ त बसेर, काम छैन नि। हो भनेको मतलब क्लास बसिसकेपछि त भनेका कामहरू चाहिँ गर्नुपर्ने हुन्छ, त्यो काम चाहिँ गर्नु होला। गर्नु भएन भने भोलि क्लास लिन पाइँदैन। मैले यहाँ हेरिसकेको छु, यहाँ लिस्ट आउट गर्न म लगाइसकेको छु र सबैजनाले चाहिँ यसको एन्सर पठाउने। अब केमा पठाउने भन्नु होला, पठाउने चाहिँ भाइबरमा पठाउनु होला है साथीहरू, भाइबरमा पठाउने। ल यसमा चाहिँ तपाईँहरूले यसको एन्सर चाहिँ पठाउनु होला, भाइबरमा पठाउने। र धेरैजना साथीहरू फेसबुकतिर जोडिनुभएका सबै साथीहरूले चाहिँ यो फेसबुक पेज इन्जिनियर नेपाल भन्ने जुन छ हाम्रो यो फेसबुक पेज छ, यो फेसबुक पेजलाई चाहिँ तपाईँहरूले फलो गर्ने है, एफएसी फेसबुक पेजलाई फलो गर्ने। र अर्को कुरो तपाईँको यहाँनिर NABIN नवीन SAUD नवीन साउथ भन्ने एउटा तपाईँको युट्युब च्यानल छ। हो युट्युब च्यानललाई चाहिँ के गर्नु होला, तपाईँहरूले सब्सक्राइब पनि गर्नु होला है त। ठिक छ नि, यो काम चाहिँ तपाईँले गर्नु पर्यो। इन्जिनियर नेपाललाई फलो गर्ने, नवीन साउथलाई चाहिँ युट्युबमा गएर सब्सक्राइब गर्ने। यहाँ चाहिँ तपाईँले भिडियो पाउनुहुन्छ, क्लासमा पढाएका भिडियोहरू पाउनुहुन्छ है त। ठिक छ नि, यो कुरा बुझ्यो। सबैजनाले नम्बर टिप्पण गरिनुभएको होला, नम्बर टिपेको छैन सर नभन्ने, नम्बर टिप्नु भयो कि भएन त्यो मलाई थाहा छैन, तर नम्बर चाहिँ टिपेर यसको एन्सर चाहिँ आज मलाई भोलि चाहिँ आज भोलि त नभनौँ, आज चाहिँ बेलुकासम्म मलाई यसको एन्सर चाहियो है। ठिक छ, ल हेरौँ स्पेसिफिकेसन तयार पार्ने तरिकाको बारेमा मैले तपाईँहरूलाई यहाँनिर सिकाएँ है। 1 नम्बरमा जहिले पनि स्पेसिफिकेसन तयार पार्नुपर्ने छ भने कस्तो कामको लागि स्पेसिफिकेसन तयार पार्दैछौँ भन्ने कुरा थाहा हुनु पर्यो। एउटा कुरो स्पेसिफिकेसनको बारेमा थोरै मैले बुझाएँ तपाईँहरूलाई। स्पेसिफिकेसन भनेको कन्स्ट्रक्सन साइटकामा काम गर्दै जाँदाखेरि त्यो कामको बारेमा डिटेल डिस्क्राइब गरेर राखेको एउटा रिटन डकुमेन्टलाई चाहिँ स्पेसिफिकेसन भनिन्छ, जसमा कामको नेचर, काममा आवश्यक पर्ने सामग्री, आवश्यक पर्ने म्यान पावर, कस्तो किसिमको सिमेन्ट, कस्तो किसिमको स्यान्ड, कस्तो किसिमको एग्रिगेट, कस्तो किसिमको स्किल म्यान पावर, कसरी सावधानी अपनाउने, कसरी टेस्टिङ गर्ने, कसरी सुपरभिजन गर्ने, कस्तो रेसियो युज भएको छ,
इच एन्ड एभ्री इन्डिभिजुअल आइटम अफ वर्कको बारेमा डिटेल डिस्क्राइब गरेर राखेको एउटा रिटर्न डकुमेन्टलाई स्पेसिफिकेसन भनिन्छ। जस्तै तपाईँहरूले एउटा मोबाइल किन्नुभयो रे, जुन फोन तपाईँहरूले आजभन्दा अहिले यो जिन्दगीसम्म त यो उमेरसम्म तपाईँले त्यो फोन चलाउनै भएको छैन रे, नयाँ फोन तपाईँले चलाइराख्नु भएको छ भने सुरुमा हत्तपत्त जे पाइदिए चलाउनु हुँदैन। एउटा म्यानुअल बुक हुन्छ, त्यो म्यानुअल बुकलाई हेर्नुहुन्छ अनि त्यहाँ लेखेको हुन्छ हाउ टु स्टार्ट, होइन, हाउ टु टर्न अफ, ठिक छ नि। यसै गरी हाउ टु प्ले अ म्युजिक, हाउ टु डाउनलोड एन एप्लिकेसन्स, हाउ टु डायल, हाउ टु कल, सबै कुरा लेखेको हुन्छ। त्यसले हेर्दै जानुहुन्छ, त्यसले भने अनुसारको कुराहरूमा क्लिक गर्दै जानुहुन्छ। हो द्याट इज अल्सो कल्ड स्पेसिफिकेसन। तर त्यो स्पेसिफिकेसन इज कसको लागि छ त? जस्ट ओन्ली युज फर मोबाइल फोन। तर हामी अहिले के गर्दैछौँ त? कन्स्ट्रक्सन वर्कमा हामी बसेर काम गर्दैछौँ भने त्यो स्पेसिफिकेसन यता काम लागेन, तर फर्मेट चाहिँ काम लाग्दो रहेछ। कुरो बुझ्यो? त्यसो भए 1 नम्बरमा हामीले लेखिदिनु पर्ने हुन्छ इन्ट्रोडक्सन एबाउट वर्क। इन्ट्रोडक्सन एबाउट वर्क, कामको बारेमा इन्ट्रोडक्सन गर्ने। अब प्लास्टरिङ वर्क भनेका छौँ भने प्लास्टरिङ वर्क भने के हो त? प्लास्टरिङ वर्क भने के हो त भन्दाखेरि इट इज द प्रोसेस अफ कोटिङ द सिमेन्ट, स्यान्ड अथवा मोटार इन्टु द वाल फर द पर्पोज अफ XYZ काम। ठिक छ। 2 नम्बरमा क्वान्टिटी अफ वर्क, कहाँ प्लास्टरिङ गर्दै हुनुहुन्छ र कति एमाउन्ट अफ वर्क गर्नुपर्ने छ। टु डन द प्लास्टरिङ वर्क इन एक्सटेरियर वाल 10 मिटर स्क्वायर एरिया, होइन, वेयर द टोटल एरिया इज 10 मिटर स्क्वायर एन्ड टोटल थिकनेस इज 12 mm एन्ड टोटल क्वान्टिटी अफ वर्क इज मल्टिप्लाई गरेर फ्याक्टर निकालिदिनुहोस्। ठिक छ, बुझिरहेछ होइन? यो बुझिरहेछ कि छैन? रेस्पोन्स गर्नुहोस् त एकचोटि। छ सर। ओके। तेस्रो नम्बरमा रिक्वायर्ड मेटेरियल भनेपछि टु डन द प्लास्टरिङ वर्क सिमेन्ट, स्यान्ड एन्ड वाटर आर रिक्वायर्ड भनेर चाहिँ लेखिदिनु पर्यो। अझ त्यसलाई डिपली लेख्नु पर्यो भने टु डन द प्लास्टरिङ वर्क सिमेन्ट, स्यान्ड आर रिक्वायर्ड वेयर सिमेन्ट इज XYZ PPC सिमेन्ट एन्ड स्यान्ड इज अ फाइन स्यान्ड। त्यसरी चाहिँ लेखिदिनु पर्यो। अनि वाटरको बारेमा दिने मन छ भने वाटर चाहिँ क्लिन हुनु पर्यो भन्ने। 4थो नम्बरमा required manpower. To done the plastering work, skilled and unskilled manpower are required. अब कति चाहिन्छ भन्ने कुरा हामीले निकाल्न सक्दैनौँ, त्यो चाहिँ नर्म्सको आधारबाट निकाल्नुपर्छ। टु फाइन्ड द टोटल क्वान्टिटी अफ रिक्वायर्ड म्यानपावर के गर्नु पर्यो? वी युज द के अरे त करेन्ट डिस्ट्रिक्ट नर्म्स भनेर भनिदिने। करेन्ट डिस्ट्रिक्ट नर्म्सलाई चाहिँ प्रयोग गरेर यो काम गरिन्छ। ओके, कुरो बुझिरहेछ है? 5औं नम्बरमा रिक्वायर्ड म्यानपावरका कुराहरू पनि मैले यहाँ निकालेँ। त्यसो भए कस्तो रेसियो युज गर्दै हुनुहुन्छ? यदि रेसियो छ भने रेसियो, छैन भने छैन। अब मेसिनरी वर्कमा रेसियो चाहिन्छ। यदि तपाईँको मसलाको कुरा दिन्छ भने मसलाको कुरा, होइन भने छैन पनि पर्दैन। जस्तो अथवा किन एक्जिबिसनको काम गर्दाखेरि रेसियो चाहिन्छ त? चाहिँदैन नि। अब यहाँ गर्नुपर्ने छ, चाहियो भने चाहिँ टु डन द प्लास्टरिङ वर्क 1:4 रेसियो आर युज वेयर 1 इज अ सिमेन्ट, 4 इज अ स्यान्ड। है, कुरो बुझिरहेको छ नि, होइन त? ल, अब इन्फर्मेसन, जेनरल इन्फर्मेसन दिइसके कामको बारेमा, क्वान्टिटी अफ वर्क, रिक्वायर्ड मेटेरियल, रिक्वायर्ड म्यान पावर, यसै गरी रेसियो। त्यसो भए अब हामीले त्यहाँ चाहिँ कसरी चाहिँ प्लास्टरिङको कामहरू गर्छौँ त भनेको मतलब पहिला त प्रिपरेसन अफ मोटार, कङ्क्रिट। अब कसरी प्रिपरेसन गर्नुहुन्छ त? वाइल मेकिङ द मोटार के गर्नु पर्यो त? मेसिन आर युज, अथवा तपाईँको ह्यान्डली अथवा तपाईँको के हुन्छ त युज, अथवा ह्यान्ड मेसिन के अरे म्यानुअलले चाहिँ युज मिक्स गरिराख्नु भएको छ भने म्यानुअली प्रिपेयर गर्दैछु भन्ने। यदि म्यानुअली प्रिपेयर गर्नुहुन्छ भने 10% एक्स्ट्रा सिमेन्ट इज एडेड भनिदिने। अथवा मेसिनबाट गर्दैछौँ भने के भने वाइल प्रिपेयरिङ द मोटार वी युज के रहेछ त? के भन्ने त हामीले? अब तपाईँको मिक्सर मेसिन भनिदिने, मेसिन युज गरेका छौँ भन्ने। अनि त्यसपछि कुरोकानी यहाँ आइ नै हाल्यो। त्यसो भए 7औं नम्बरमा हेर्दै जाँदाखेरि ट्रान्सपोर्टिङ, यसै गरी अर्को के रहेछ साथीहरू? प्लेसिङ, प्रिकसन्स। अब प्रिकसन्स कसरी सावधानी अपनाउनु त? ट्रान्सपोर्टेसन कसरी गर्ने र प्लेसिङ कसरी गर्ने त? ट्रान्सपोर्टेसन व्हिल ब्यारोको सहायताबाट गर्ने, प्लेसिङ चाहिँ
ट्राभलको बारेमा चाहिँ हामीले के अरे प्लेसिङ गर्नुपर्छ, सावधानी अपनाउनु चाहिँ हेलमेट ग्लोभ्सहरू लाउनुपर्छ, अनि तपाईँको यहाँनिर चाहिँ गगल्सहरू लाउनुपर्छ भन्दै नि है। अब 8औं नम्बरमा के गरिदिनु पर्यो भने धेरै गर्नै पर्दैन, फिनिसिङ गर्नुपर्छ भन्ने। फिनिसिङ कस्तो हुनुपर्छ त? द प्लास्टिङ वर्क इज कोटेड इन एक्सटेरियर वाल विच विल बी कस्तो हुनु पर्यो त? विच इज कस्तो हुनु पर्यो त? स्मुथ सर्फेस हुनु पर्यो। यसै गरी अब यो स्मुथ सर्फेस भयो भने पुगि नै हाल्यो, अरू कुरा केही पनि भन्नै परेन। कुरो बुझ्यो नि त साथीहरू? हजुर सर, लेख्न क्लियर सकिन्छ? सकिन्छ। ल यसको एन्सर आज अब क्लास त तपाईँको 5-6 बजेसम्म मात्रै हो। 6 बजेपछि तपाईँलाई मैले समय दिएँ, 7, 8, 9 बजेसम्मको समय दिएँ। 9 बजेभित्रसम्म तपाईँको एन्सर आयो, भ्यालिड भयो, मान्छे भोलि क्लास लिन पाउँछ, होइन भने क्लास लिन पाउँदैन है। मेरो क्लास लिन पाएन, मैले पैसा तिरेको छु नि त, म नपाउने हो र भन्ने चाहिँ होइन है साथीहरू। त्यो तर तपाईँले यहाँ त्यस्तो आइक्यूको किसिमको यदि जीके यदि क्लास छ त सर, यो पछि त अनि हजुर यो पछि जीके क्लास छ सर। पढ्नुहोस् न त, जिके पढ्नुहोस् न त। अनि अनि जिके सर यो पढौँ। हजुरले भने अनुसारको अनि अब उता भोलि टाइम पढाउनु दिने कि हुँदैन। यता टाइम दिने अलिकति डिस्टर्बेन्स हुँदैन सर, अप्ठ्यारो हुन्छ नि त। मोबाइल टेनको चलाउन क्लास छ सर, फेरि एकछिन 7 एकछिन बजेबाट। एकछिन एकछिन जस्ट वेट। क्लास सकिसकेपछि फोन चलाउने फुर्सद हुन्छ कि हुँदैन? हजुर त्यो त हुन्छ चलाइदिनु सर, सर, तर अब फेरि अब 6 7 बजेबाट बजीदेखि लिएर तपाईँको छुट्टीको 6-7 6 बजेबाट बजीदेखि लिएर टोयको 8 छ 9 बजीसम्म बजीसम्म हुन्छ क्लास क्लास। हुन्छ। एकजना एकजना Single notification, sir. What are एकैछिन the है। norms for M20 concrete? हजुर What are the norms for M20 concrete? अब M20 कङ्क्रिटको नर्म्स त हामीले यहाँ लेख्नुपर्छ हजुर। सुपर स्ट्रक्चरको लागि कति, सब स्ट्रक्चरको लागि कति, मेसिन मिक्सर युज गरेको लागि कति, युज नगरेको लागि कति भन्ने हुन्छ। त्यो चाहिँ म Sir, अब भोलिको क्लासमा लेखाइदिउँला त्यो नर्म्स। र अर्को sir, कुरो भोलि पनि पक्का क्लास टाइम हुन्छ होला होइन इस्टिमेटकै? हुन्छ इस्टिमेटकै हुन्छ, किनकि आज सकिँदैन, भोलि सकिन्छ, 2-2 घन्टाको क्लास हुन्छ। ल ठिकै छ, त्यो तपाईँको एन्सर म भोलि लेखाइदिन्छु। त्यो नर्म्सका कुराहरू एनबिसीको आधारबाट नर्म्सका कुराहरूको बारेमा लेख भनेर क्वेसन काटेको छ, त्यसको एन्सर लेखाउँछु मैले। र अर्को कुरो, कतिजनाले मैले समय भ्याउँदिनँ भनिराख्नु भएको जुन साथीहरू हुनुहुन्छ, त्यो समय मिलाउने तपाईँहरूले। ठिक छ, जिके क्लास कति बजीसम्म हुन्छ? एकजना सर अहिले बोल्नुहोस् है, एकजना मात्रै। दिन सर 8 6 बजीसम्म बजेबाट हुन्छ सर, 7 बजेसम्म 2 छ। घन्टा। हजुर 2 7 देखि घन्टा हुन्छ सर। 2 घन्टा हुन्छ सर, 6 बजेदेखिको लिएर 8 बजीसम्म छ सर, या 6 देखि 8 हो 6 भनेपछि तपाईँको अब 7 देखि 8 मात्रै हुन्छ, 7 to 8। अनि सर उतातिर 9 बजीतिर फेरि अर्को 9 बजीसम्म, 8 अर्को क्लास बजीदेखि हुन्छ 9 सर। बजीसम्म फेरि अर्को क्लास हुन्छ एउटा। 9 बजीसम्म अर्को क्लास हुन्छ। हजुर सर। ए 9 बजीसम्म अर्को क्लास हुन्छ भने त्यसो भए लु 10 बजेभित्र पठाउनुहोस् न त, भएन? त्यसो गर्दा चाहिँ हुन्छ सर। ल 10 बजेभित्र पठाउनुहोस् है। अब तपाईँको क्लास कन्टिन्यू भइरहेको छ भने त लेख्ने कुरो भएन, त्यसको एन्सर आउँदैन पनि। तर 9 बजेसम्म क्लास सकिन्छ भने 10 बजेसम्म चाहिँ तपाईँको त्यो एन्सर चाहिँ प्रोभाइड गर्नु पर्यो है। बुझ्नु नि? ल 10 बजे समय बढाइदिएँ मैले, 10 बजेसम्म सर, यसको एन्सर दिनुहोस्। हजुर सर, यो जुन क्वेसन हजुरले भन्नुभयो यसमा एप्लिकेसनहरू लेख्दा कस्तो होला? फिनिसिङ कस्तो भन्दा एप्लिकेसन्स? अगाडि application- यसकै एप्लिकेसनहरू। ए प्लेसिङका कुराहरू भनिसकेपछि त्यहाँ चाहिँ तपाईँको रबिङ गर्नुहुन्छ, पहिला खस्रो बनाउनुहुन्छ, पानीले भिजाउनुहुन्छ, त्यो सबै कुराहरू यहाँ लेख्ने है। ए हुन्छ ठिक छ सर, नि? हुन्छ। अब त्यो धेरै कुरा लेखिराख्नु पर्दैन, त्यो लेख्नु मन छ भने लेख्न पाइयो, होइन भने सर्ट एन्ड स्विट लेख्ने। किनकि यो सबै लेख्न र अर्को कुरो एउटा के दिमागमा राख्नु भने यो क्वेसन्सको एन्सर मैले 5 देखि 7 मिनटको भित्र सकाउँछु कि सकाउँदिनँ भनेर चेक गर्नुहोस्। सुरुको फर्स्ट तपाईँको ट्राई 5 मिनटको दिने, स्टप वाच राख्ने, मोबाइलको स्टप वाच खोल्ने, क्वेसन्सको एन्सर दिन सुरु गरिसकेपछि खोलिहाल्ने, 5 मिनटभित्र सकाउँछु कि सकाउँदैन। सकिएन भने तपाईँसँग एक्स्ट्रा 2 मिनट हुन्छ, पछिको जुन हामीले 35 मिनट जुन निकालेका थियौँ हो त्यो 2 मिनट एक्स्ट्रा हुन्छ तपाईँहरूसँग, त्यो 2 मिनटलाई पनि जोड्नुहोस् त्यसपछि। भनेको 7 मिनटभित्र सक्छु कि सक्दिनँ त। सकियो भने लेखनशैली राम्रो छ, ह्यान्डराइटिङ राम्रो छ, सबै कुराहरू बुझिन्छ, त्यही क्वेसन्सको एन्सर 30 मिनट लाएर लेख्नुहुन्छ नि, त्यो चाहिँ तपाईँले मलाई झुक्काएको मात्रै हो। तर तपाईँले आफूले प्र्याक्टिस के गर्ने त, 5 to 7 मिनटभित्र यो क्वेसन्सको एन्सर मैले लेख्न सक्छु कि सक्दिनँ, यो प्र्याक्टिस चाहिँ गर्नुहोस् है। किन भन्दाखेरि हामीहरूले धेरै प्र्याक्टिस के गर्दैनौँ त भन्दाखेरि क्वेसनको एन्सर दिने त हो नि, अहिले दिने हो, इक्जाममा त लेखिहाल्छु नि, यो सकिँदैन। अहिले तपाईँले सक्नु भएन भने इक्जाममा त मरिगे पनि सक्दैन। त्यही भएर तपाईँहरूले अहिले नै यहाँबाट चाहिँ प्र्याक्टिस गर्ने हो। सर्ट क्वेसन विथिन 5 मिनटभित्र फिनिस, सकिएन 7 मिनट दिनुहोस्, त्योभन्दा माथि जानु चाहिँ भएन।
कुरो बुझ्यो होइन त अघि हामीले हिसाब गर्दाखेरि ठ्याक्क तपाईँको 5 मिनट यता दिँदाखेरि प्रत्येक क्वेसनलाई 2-2 मिनट भागा परेको थियो 16 दूना 32 त कुनैमा 3 मिनट जाला आफ्नो ठाउँमा छ तर सम्झिनु पर्यो 2 मिनट भनेको एक्स्ट्रा हो 7 मिनटभित्र फाइनल गरिसक्नुपर्छ भन्ने सर तर यो क्वेसनलाई 7 मिनट सकिन्छ त 8 र पोइन्ट सक्नु पर्यो सक्ने ट्राई गर्ने त्यही त भन्दैछु नि अब ल्याङ्ग्वेज धेरै लेखेर इन्ट्रोडक्सनै दिनु पर्यो यत्रो 5 मानाको तपाईँको 3-4वटा लाइनको दिएर काम छैन सर्ट एन्ड स्विट प्लास्टरिङ वर्क भने के हो किन लगाइन्छ बस सकियो क्वान्टिटी अफ वर्क क्वेसन अनुसार कति क्वान्टिटी अफ वर्क छ त निकाल्नुहोस् रिक्वायर्ड मेटेरियल के चाहिन्छ त सिमेन्ट स्यान्ड तपाईँले चाहिन्छ भन्ने कुरा त्यो लेख्नुहोस् म्यान पावर के हो त कसरी निकाल्ने त कसको सहायताबाट निकाल्छौँ रेसियो कति रेसियो युज गर्दैछौँ रेसियोको डिफाइन गरेर बस्ने चाहिँ होइन त्यहाँ त्यही त तपाईँले यहाँ प्र्याक्टिस गर्नुहोस् यदि भएन भने त भोलि मैले फिडब्याक दिइहाल्छु नि र जसको राम्रो एन्सर लाग्छ दिइराख्नु भएको छ त हजुर रेसियो त हजुरले यहीँनिर प्रोभाइड यही लेखिदिएको छु नि हजुर रेसियो यही छ अब अहिले यही कति कुरालाई मार्क्स खालि हो सर हजुर यो 5 मार्क्सको लागि है यो 5 मार्क्समा सोध्छ यो क्वेसन इस्टिमेटिङ एन्ड कस्टिङबाट 5औं तहलाई सोध्ने भनेको 5 मार्क्सको क्वेसन हो 5th लेभललाई सोध्ने क्वेसन भनेको कुरो बुझ्छ होइन त सकिन्छ होइन साथीहरू यो सकिन्छ है सकिन्छ सर मजाले सकिन्छ ल अब यति कुराहरू भइसकेपछि अब ट्राई गर्नु होला हुँदै भएन भनेपछि त म त्यहाँ लेखाइदिइ पनि हाल्छु मन त मैले अहिले पनि आधी उधी त मैले थोरै फ्याटो भाषा मिलाउँदै मैले भनेको पनि छु अब जसले राम्रो पठाउनुहुन्छ जसको ल्याङ्ग्वेज राम्रो छ उसैको एन्सर पनि म यहाँ तपाईँहरूलाई सो गरौँला निट एन्ड क्लिन ह्यान्डराइटिङ बनाउनुहोस् र तपाईँको माइन्डमा त्यति बेला प्रेसर के राख्नु होला भने म अहिले इक्जाम दिँदैछु है भन्ने प्रेसर चाहिँ राख्नुहोस् है फेरि म इक्जाम दिँदै छैन भन्ने रिल्याक्स फिल भएर 7 मिनटमा सकाउनु भइहाल्यो भने पनि तपाईँको कि त त्यही माइन्ड सेटअप इक्जाममा हुनु पर्यो सम्झिनु पर्यो म इक्जाम हलमा छु 7 मिनटभित्र सकाउँछु कि सकाउँदिनँ भनेर राख्ने त्यो प्रेसर लिएर दिमागमा राखेर त्यो प्रेसर लिएर आफूले एन्सर दिन जानुभयो भने धेरै कुराहरूको तपाईँले चाहिँ एक्सपिरियन्स गर्न चाहिँ सक्नुहुन्छ ओहो मैले चाहिँ यसरी बिगार्दो रहेछु म त यहाँनिर पो झुक्किँदो रहेछु जानेका कुराहरू पनि लेख्नु नजान्ने पो रहेछु भन्ने हुन्छ है तपाईँले राम्रो लेखेर मलाई इम्प्रेस पारेर चाहिँ हुनेवाला छैन तपाईँले आफूले आफूलाई इम्प्रेस पार्ने हो कसरी त आफूसँग झुटो नबोलेर किनकि तपाईँले झुटो बोलेको छ कि छैन भन्ने कुरा म थाहा पाउँदिनँ त्यो तपाईँले थाहा हुन्छ कि तपाईँले झुटो बोल्दै हुनुहुन्छ या छैन भन्ने कुरो बुझिँदैछ नि अब यस्ता खाले क्वेसन्सहरू हामी भोलि गरौँला अब एउटा क्वेसन नयाँ गरौँ भने फेरि 10 मिनटभित्र एउटा क्वेसन सकिँदैन अलिकति बुझाउनु पनि पर्छ हामीले एउटा उ त्यही गरिदिनु भएर नि सर यो डिटेल एस्टिमेट प्रिपेयर गर्दाखेरि डाटा र डकुमेन्ट के चाहिन्छ त्यो लेखिदिनु न तपाईँ अहिले 5 के मिनट हजुर डाटा र डकुमेन्टहरू के रिक्वायर्ड डिटेल एस्टिमेट प्रिपेयर गर्दा ल यो त लेखिसक्यौँ त अघि हामीले यो क्वेसन सार्नु भयो यसो ल 5 हेर्नु त 4 मार्क्समा लेख्दाखेरि त्यति लेख्दा हुन्छ र अब 4 मार्क्समा सोधेको छ भने यिनीहरूको डिफाइन गरिदिउँ नि त रेट भने चाहिँ के हो स्पेसिफिकेसन भने के हो डिजाइन डिटेल डिजाइनलाई हामीले के भन्छौँ सरी तपाईँको किताबमा लेख्दाखेरि यसका एन्सर ड्रइङभित्रको क्वान्टिटी लेखा हुन्छ रिक्वायर्ड मेटेरियल लेखा हुन्छ त्यो कुरा लेख्नु पर्दैन क्वान्टिटी यसमा आइहाल्छ ड्रइङमा आइहाल्छ स्पेसिफिकेसनले आवश्यक पर्ने म्यान पावर मेटेरियल सबै बताइहाल्छ रेट एन्ड नर्म्सले रेट एन्ड लाइसेन्सका कुराहरू बताउँछ यो म भोलि लेखाइदिन्छु तपाईँहरूलाई अब अलिकति कसरी लेख्ने भन्ने कुराको बारेमा भोलि म तपाईँलाई सिकाइदिउँला तर लेख्ने कुरा भनेको यही नै हो म तपाईँहरूलाई लेखाउँदाखेरि महाभारतका कुराहरू लेखाउँदिनँ सर्ट एन्ड स्विट जसले तपाईँको इन्फर्मेसन त्यहाँ क्लियर जाओस् र त्यो इन्फर्मेसनले तपाईँको मार्क्सलाई पनि मजाले क्यारी गरोस् अब किताबमा लेखिदिएको छ क्वान्टिटी अफ वर्क रिक्वायर्ड म्यान पावर मेटेरियल्स डिस्ट्रिक्ट रेट आउने कुरा त्यही हो रिक्वायर्ड म्यान पावर मेटेरियल्स टुल्स एन्ड इक्विपमेन्ट्स जेसुकै बनोस् यसमा डिटेल डिजाइनले के दिन्छ अथवा ड्रइङले के दिन्छ त भिजुअलाइजेसन दिन्छ टोटल क्वान्टिटी अफ वर्क दिने काम गर्छ ठिक छ नि यसैलाई तपाईँहरूको ल्याङ्ग्वेज मिलाएर चाहिँ लेख्नुपर्ने हुन्छ यो म तपाईँलाई अब भोलिको क्लासमा चाहिँ यो कुराहरू लेखाइदिउँला है त कुरो बुझ्यो हजुर ल सर साथी नि हजुर त हजुर एउटा क्वेसन चाहिँ गराइदिनु न यो के भन्छ बरु बुझाउने काम भोलि गरौँला के क्वेसन हजुर हाउ आर लेबर material and overhead costs considered into rate analysis according to procurement regulation 2076 त्यसको लागि चाहिँ अब हामीले स्टेप लेख्नुपर्ने हुन्छ त्यो स्टेप चाहिँ अब भोलिको क्लासमा गरौँला है त्यो स्टेप धेरै लामो छ 10-11वटा स्टेप छ बुझ्नुभयो नि ए 11वटा स्टेप हजुर छ जुन क्वेसन अहिले पढ्नुभयो त्यही क्वेसन मलाई पठाइदिनु होला म त्यही क्वेसन यहाँ लेखाइदिउँला नम्बर छ नि होइन त्यहाँ
त्यही क्वेसन हजुर सर पठाइदिनुहोस् अनि त्यसपछि म तपाईँहरूलाई यसको एन्सर भोलि पठाइदिउँला। भोलिको दिन पनि छ, भोलिको दिन सकेन भने पर्सिको दिन पनि हुन्छ। खासमा 2-2 घन्टामा तपाईँको कोर्सहरू सकाउने हो। अब त्यसपछि तपाईँहरूले सबै कुराहरूलाई चाहिँ मैले कभर अप हुने गरी चाहिँ ल्याउँछु है त, नातिनु होला त्यसमा चाहिँ है। ल आजलाई भोलि चाहिँ भ्याउँछ र हजुर भोलि भ्याउँछ र क्वेसनहरू गर्न भोलि भ्याएन भने पर्सि छ त हामीसँग, होइन र? अब यो सब्जेक्ट हुन्छ हुँदैन त्यो पनि छ हुन्छ किन नहुनु, म आइसकेपछि क्लास अब कन्टिन्यू नै हुन्छ यो। हजुर सर ल थ्याङ्क यू सर ल हस्, धन्यवाद हजुर। ल सबैजनालाई चाहिँ अब समय पनि 6 बजिसक्यो, शुभरात्रि भन्दै मैले क्लास लिभ गरेँ है।